कर्कट राशि। तपाईँ कर्कट राशिको पौष महिनामा आर्थिक उन्नतिको समय, नयाँ जबहरू पाउने, गभर्मेन्ट क्षेत्रमा केही सकारात्मक देखिन्छ र सरकारी जबहरूमा प्रमोसन हुने अथवा जबहरू पाउने, देश विदेशको यात्रा हुने र 6औं स्थानमा बसेको सूर्यको कारणले गर्दा शत्रुहरू परास्त ध्वस्त हुन सक्ने समय छ। यो महासंयोग हो। 6औं स्थान अदृश्य शक्तिहरूको संयोग हो। तपाईँलाई लाग्दैन कि अदृश्य शक्तिहरूको सपोर्ट हुन्छ? तपाईँहरू कतिपय अवस्थामा राशि नै तपाईँहरूलाई मन नपर्ने हुन्छ अथवा धर्मै मन नपर्ने हुन्छ, संस्कारै मन नपर्ने हुन्छ, बिहान 8-9 बजीसम्म सुत्नुपर्ने हुन्छ। यो अवस्थामा समयले केही पनि दिन सक्दैन, समय मजबुत रहन्छ। तपाईँले आफ्नो वरिपरिको समयलाई पीडा नदिनुहोस् भनेर भनेको छ कर्कट राशिको हिसाबमा। तपाईँले दुःख पाउँदा तपाईँको वरिपरिको समय रोइरहेको हुन्छ। तपाईँ रुँदा तपाईँलाई प्रगति गराउने समय रोइरहेको हुन्छ। तपाईँको मातापिता रोइरहनु भएको हुन्छ। तपाईँको वरिपरिको सज्जन भलाज्मीहरू रोइरहनु भएको हुन्छ। तपाईँको बोयफ्रेन्ड गर्लफ्रेन्डहरू रोइरहनु भएको हुन्छ। तपाईँको आँसुले वरिपरिको समयलाई विक्षिप्त बनाउँछ र त्यो समय रुन्छ। त्यसैले यो समय नरोस् भन्नको लागि तपाईँले आफूलाई एकदम सज्जन बनाएर यो प्रकृतिसँग रमाएर अगाडि बढ्नुपर्ने हुन्छ र अदृश्य शक्तिहरूलाई प्रयोग गर्नुहोस्। कुलहरूको शक्ति हुन्छ, ईश्वरीय शक्ति हुन्छ, आत्मज्ञानको शक्ति हुन्छ, ज्ञानको शक्ति हुन्छ। यो सबै शक्तिहरूलाई एकजुट बनाएर अगाडि बढ्नुभयो भने कर्क राशिको आर्थिक जीवन सबभन्दा राम्रो छ। जब करियरको उन्नतिको क्षेत्र राम्रो छ। घर परिवारमा पनि केही सकारात्मक अवस्थिति देखिन्छ। शत्रुहरू ध्वस्त परास्त हुनेछन्। व्यापार व्यवसायहरूमा मध्यम भए पनि राम्रो गर्न सक्नुहुनेछ। कर्ममा मध्यम भए पनि केही सकारात्मक परिवर्तनका साथ, बलको साथ, जोडतोडको साथ अगाडि बढ्न सक्नुहुन्छ। सबै कुराहरू मुड्कीले हानेर पाइँदैन, सबै कुराहरूलाई बलमिच्याइले पाइँदैन, सबै कुराहरू विवेक प्रयोग गरेर पनि पाइँदैन। म के भन्छु भने कर्कट राशिको मित्रलाई सबै कुराहरू ज्ञानद्वारा पनि पाइँदैन, पिएचडी गरेर पनि तपाईँले खुसी पाउनुहुन्छ भन्ने हुँदैन। सबै कुराहरू पाउनको लागि आफ्नो आत्मालाई जागरुक गर्नुपर्छ, सचेतनाको साथ अगाडि बढ्नु पर्यो। सन्ध्याकालमा ईश्वरलाई सम्झिनु पर्यो र सन्ध्या कालमा चाहिँ बिहान 3:30 बजीबाट 7 बजीसम्म, बेलुका घाम अस्ताएर 70 मिनटसम्मको समयमा चाहिँ तपाईँले आफूलाई चाहिँ एक किसिमको हृदयमा चाहिँ जागृतिको अवस्थामा चाहिँ आफूलाई महसुस गर्नुहोस्। तपाईँको सर्वाधिक शुभ समय चाहिँ हुन सक्ने हुन्छ र 12 वर्षपछिको संयोग कर्कट राशिको जीवन अत्यन्त सफल भएर अगाडि बढ्न सक्ने अवस्थितिहरू देखिन्छ।